ए नवीन भाइ यता हेर्नु ए नवीन भाइ पैसा कमाउने लोभले यहाँ पाप गऱ्यो नि यहाँ केटाहरू सेट ढुङ्ले अब है है गाई किन्नेहरूले सबै यहाँ डडङले खालेर टोक्ने हजुरहरूले हामी टनक्कै हो कि कहाँ छ हौ पानी उयो रकेट पाउनु थाल्छ अरे 11,000 त नि त्यो त्यो फिर्ता लग्यो भाइ हो नि त्यही नि राख्ने क्या त्यो नि त्यो नि हुन्छ कि अर्को नि ल्याउने के देखाएर हुन्छ यार भिडियो गरौँ भने त 200 फिट बढाउने ठाउँमा त अँध्यारो न अँध्यारो छ त हौ नेपालमा यस्तै हो ओह्रालो त लडे पनि एकैचोटि तलै पुग्छ कुद्ने हो नि गाह्रो छ हामीलाई यहाँ हिँड्नलाई ल त्यो माथि तल दुवैतिर बस्नु हो के मन लाग्यो तल जानु नलाग्यो वाल परेर यहाँ चाहिँ दोहोरी राखेको दोहोरी राख्नु नि अलि राम्रो ठाउँमा राख्नु नि माथि चढेपछि त्यसरी गऱ्यो 4,000 खोइ यार यहाँ त उताबाट नि पुग्छ अरे क्या हामी चाहिँ यहीँबाट जाने हो बिचबाट के हो यार कहाँ हो यार यत्रो कति 150 फिट ओ नवीन 150 फिट मात्र हुन्छ यहाँ तल के को मूर्ति बनाउनु खोज्यो अरे यहाँ तलदेखि कति फिट रे तलदेखि माथि कति फिट 220 होइन केटा यहाँ पैसा कमाउनु आएको यहाँ हिँड्दै मर्ला जस्तो भइसक्यो सबै रुएर हैरान छ भने आसे भर्या चिडी सो काम छ यार उब्रा कुटेलिङ नवीन इटेलिङ हो इटेलिङ हो खोइ
ए अँ होटल के माथि त कति आलापट्टि हो यीको त अनि फोटो खाके भने खान्छ हो त आनन्द क्या ठिटाकै का वर्ष चाहिँ 1 वर्ष चाहिँ कटाउँछ केटाहरूले हिँडौँ ल केटा हो कुदौँ अर्को कुमार भरे काम दिँदा काम भरे इला खाके म्यानु हिँड्दा न खान्छ म्यान गुरु रेम्पोचे कता धार ल्याम पारेर काम्याम ढ्या माथिसम्म छ र भर्याङ केटा हो हल्लिन्छ हल्लिँदैन यहाँ हल्लिँदैन क्या हो दादा यार ओके ए ओए नवीन ओए नवीन कामदा इला इला होइन त इला उहाँ र अनि इजे लेख्छ गुलाउनु हो बिताङ बिहाल्छ काले है भित्र होइन बाहिर हो र म भित्र पनि माठो र नि उइला खान्छ र नि उइला खुवासी खोलिन्छ ढाउँछ ए घान्छ चाहिँ कुरै खान्छ हौ बाङ फिट खान क्या यार 5 फिट सक्दैन हामी उकाल्छ बुनी न अनि अरू होस् आग्ने ट्या ठिराको थैट माग्नु मोबाइल गयो भर्याङ गयो छाना यार खुला भएछ पुग्यो केटा कुटै लागि मासीले त्यही नाम गर टुप्पिङ पारी छोपाटी हो यार इलाज हिजन छ्या छ यार बले छाने कि काम हो यार उला चाहिँ ज्ञान डाल्नु नहुन्छ ले सामु खोडे के हजुर दादा मिस्त्री ठेकदार म हो ठेकदार ल खै यता ठेकदार म हो ठेकदार यहाँको रेम्पो चाहिँ 150 फिटको ठेकदार मै हो अरे उयोले भनेको यो भाइ चाहिँ यहाँको लेबर है यो लेबर यो भाइलाई दिनको 500 दिएर ल्याएको है ठीक छ यो चित्त बुझिरहेछ भाइ चित्त 150 फिट रेम्पो चाहिँ अनि छेउछेउमा के को मूर्ति हो केटा छेउछेउमा स्याल बाँदर रेम्पो चाहिँ छेउछेउमा जनावरको अनि बिचमा चाहिँ के लामा गुरु ए पद्मसम्मत होइन त पद्मसम्मत गुरु होइन त सेट 150 फिट नमस्ते यो ठाउँको नाम के रे है यति कति बिर्सिन्छ यार हेत्तेरीको यो हेटौडा हो हेटौडा भीमफेदी गाउँपालिका कति हो थाहा छैन त्यो चाहिँ 9 भीमफेदी गाउँपालिका है त दाजु ल्याउने बाटो यता होला नि 10 दिनहरुमा धुलै
मिस्त्री हाम्रो मिस्त्री ठेकेदार साहब त्यो तार लाएर राख्छु दाजु त्यहाँ हिरोमा डाङ्ने क्या नाबिको यसो आँखा खाइदिएछ र छुम्पा डाङ्ने चेले यो टाउको हो क्या यो दुईटा खुट्टा हो यो अनि दुईटा यहाँ अगाडि छ यो अक्टोपस जस्तो हो क्या अक्टोपस जस्तो हाम्रो 68 करोडको माल भेट्यो जङ्गलमा है यो खुट्टा दुईटा 68 भित्र चाहिँ खुट्टाभित्र पस्यो 68 करोडको माल जङ्गलमा चाहिँ यस्तो चिज भेट्यो हामीले कसैले यसो जङ्गल भ्रमण केटाहरू काम गर्न आएको है ए जङ्गलमा के खोजेर हिँड्छ यार कहाँबाट हौ बाटो दाजु फोर्छ ढुट्याउने फिल्म होइन यो चाहिँ हामी काम गर्ने टुप्पोमा है स्याउ बाँदरले खाला धुप्पी त धुप्पी यहाँ आ बोट देतो होइन धुप्पी त लेख पढे धुप्छ ल धुप्या छ लन्डसे खोइ काजी कहाँ बर्न धुप्पो छन्ने धुपिया खाला छन्ने क्या पहिला होला नि ल्याटा एकछिन मन्दिर जग्गा पछि माला ल्याटा आचा चेन न आचा मारा दिए ल कांगो थिराले नाको मारामा अरे कांगा ये देख्न छि राले जेसुकै जा ओसी के बनाले रुपैया सकाउने सम्झे कुनै मतलब छैन